अचम्मको कुरा त के छ भन्दा यही प्रकरणमा अरू दुईजना सञ्चार मन्त्रीद्वय गोकुल बास्कोटा र ज्ञानेन्द्र बहादुर कार्कीलाई भने मुद्दा चलाइएको छैन। यहाँनिर पनि राजनीतिक गन्ध स्पष्ट आएको देखिन्छ। अख्तियारले करिब 1.5 वर्षदेखि राजनीतिक दबाब थेगिरहेको बेला अहिले फ्याट्ट उनीमाथि मात्रै मुद्दा चल्नु भनेको, दुईटालाई जोगाउनु भनेको के भइरहेछ भनेर धेरैले प्रश्न पनि गरिरहेका छन्। साँच्चै भन्नुपर्दाखेरि गोकुल बास्कोटाको त 70 करोडको अडियो हामी सबैले सुनेका हौँ। त्यसैले उनी यो काण्डमा अछुतो छन् भनेर कसैले पनि भन्न सक्ने अवस्था नै छैन। तर प्रधानमन्त्रीकै छाया परेर हो कि किन हो उनलाई भने भ्रष्टाचारको मुद्दा दर्ता भएन। अचम्मको कुरा के छ भन्दा 25 करोडमा किन्नुपर्ने सामान 25 करोड माग गरेकोमा उनले 70 करोड स्वीकृति दिएका थिए। त्यति ठुलो एमाउन्ट बढाएर स्वीकृति दिँदा पनि गोकुल बास्कोटामाथि छानबिन भएन। अर्का काङ्ग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीमाथि पनि मुद्दा दर्ता भएन। छानबिन होइन, मुद्दा दर्ता चाहिँ भएन। किन भएन?